हेलो हाई नमस्ते हवस्यामना साथीहरू आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। वेलकम ब्याक टु माई युट्युब च्यानल। आज मैले मेरो च्यानलमा के लिएर आएको छु भने तातो पानीसँग पिउने सँगसँगै म भन्नेवाला छु। देखिसक्नु भएको छ यहाँ पोर्कको मासु अनि मासुको अचार बनाउन लागेको छु। आज चाहिँ कस्तो हुन्छ, फर्स्ट टाइम मैले चिकनको चाहिँ अचार बनाएर खाइसकेको छु यहाँनिर। अब आज चाहिँ पोर्कको ट्राई गर्नु पर्यो भनिरहेको छु। अब के अरे टाइम फ्री छ भनौँ न। आजभोलि जाडोको बेला अलिक मेरो काम चाहिँ अलिक स्लो भएको छ, त्यही भएर आज पनि मेरो छुट्टी छ। छुट्टी भन्दा नि अङ्कल थियो, अङ्कलमा फोन आएन, त्यही भएर छुट्टी छ, छुट्टी नै भनौँ न अङ्कल पनि। त्यही भएर मैले आज चाहिँ पोर्कको अचार बनाउनु गइरहेको छु। कस्तो हुन्छ के हुन्छ लास्टसम्म हेरेर साथ दिनु होला र म खाएर टेस्ट गरेर पनि तपाईँहरूलाई भन्नेछु। पछि भेटौँला है साथीहरू। गार्लिक जिन्जर सानो सानोमा मैले स्मलमा मैले पिस गरिसकेको छु। यति मात्रै यति लाउँछु भन्ने सोचमा छु। आफै तपाईँहरू पनि उ गर्नु होला, यति गर्ने सोचमा छु। अब मैले अचारको लागि मसला बनाउनु गइरहेको छु। रेडी छ सुँगुरको मासु, यता ताई बसाइसकेको छु। अब म ग्यास अन गर्छु। क्यामेरा पक्रिदिने मान्छे छैन क्या, साथीहरू गाह्रो छ एक्लै भिडियो बनाउन भने। आज चाहिँ मैले मेरो कुकिङ भिडियो लिएर आउँदैछु साथीहरू। तातो पानी पनि पिउँदैछु। धेरै समय बनाउने जग्गा लागिरहेछ। घरमा छुट्टीको बेला के गर्नु भएर चाहिँ मैले अचारको लागि सानो प्यान बसाएँ, मसलाको लागि, अचारको मसलाको लागि। अब मेरो सबै सामग्रीहरू भित्र परिहाल्छ। अचारको लागि यो पनि चाहियो, खोर्सानी पनि चाहियो। त्यसपछि जिरा धनिया धनिया हाल्यो। एन्ड देन चाहियो। तोरीको दाना मस्टर्ड सिड पनि चाहियो। एन्ड भगवान तोरीको दाना बोटिसक्यो। मैले चाहिँ तोरीको दाना सानो सानो बनाउन खोजिरहेको छु। सक्छ तेल खारिसकेको हो त। मेरो तेल चाहिँ यसरी धुवा उडिरहेछ साथीहरू। मैले मासु लाउँदैछु। मसला बनाउँदैछु। यसरी पड्किँदैछ पोर्क चाहिँ। अब एकैचोटि पछि देखाउँछु है।
साथीहरू भिडियो पनि लामो होला, सर्टकटमा देखाउने हो क्या। मेरो पोर्क चाहिँ रेडी भइसकेको छ। अब मैले मसलाहरू एड गर्छु यहाँ। यतिको भयो। अब मैले बेसार लाउँछु, मसलाहरू रेडी बनाएको छु, अहिले देखाउँछु। मैले बेसार पनि लाएन, अब चाहिँ बेसार लाने। चिल्ली साथीहरू पोर्क अथाम मैले काटेको यसलाई छुट्टै भुटेर लाउँदाखेरि पनि हुन्छ, तर मैले चाहिँ कति ठाउँ बनाउन खानु त हुने भनेर मैले चाहिँ एकैचोटि यसरी नै गरेँ। तपाईँहरूले चाहिँ छुट्टै भुटेर मसला र यो छुट्टै भुटेर पछि एड गर्न सक्नुहुन्छ। मेरो चाहिँ यस्तो छ, आफ्नो छिटो मिठो खाम भन्ने खालको मान्छे छ क्या। यस्तो हुँदैछ। अब अलिकति भइसकेपछि चाहिँ मैले मसलाहरू एड गर्छु अनि बन्द गर्छु ग्यास। गाइजहरू फाइनल लुक्स यस्तो भएको छ पोर्क अचारको। मैले चाहिँ मसला यस्तो धेरै चाहिँ लाइन, अब अलिकति नुन चाहिँ कम छ जस्तो लाग्यो। नुन चाहिँ कम, मसला चाहिँ तल भयो। तातै ट्राई गरौँ न त। होइन, अब लास्टमा यो अलिकति सिलाइसकेपछि काँडातिर राख्नुहुन्छ। म चाहिँ यो लेमन जुस राख्न गइरहेको छु सिलाइसकेपछि। के साह्रो बन्द गरेर तपाईँ। अनि यहीसँग म बासी भात पनि खाएर तपाईँहरू देखाउनु भएको छु। पिरो चाहिँ कमै छ, गर्दै हुन चाहन्छ। यस्तो भयो अचार। लास्टमा अब लास्ट भिडियो चाहिँ म बासी भातसँग खाएर पनि देखाउँछु, बट्टामा पनि हाल्छु म। आजको मेरो डे अचार चाहिँ सिलाइसक्यो। अब यसमा मैले यो एड गर्छु। स्टोर गरेर राख्छु गाइज। यसो स्टोर गर्नु गाइजहरू यहाँ राख्नु पर्यो। चिकन र पोर्कलाई मेरो पोर्क अचार पिरो पनि कम छ। यति धेरै बनाएको थिएँ, एक बट्टा नुन कि क्या। मेरो बुढा चाहिँ एकदम मासु लभर हुनुहुन्छ कि साथीहरू। मासु लभर बुढा भएपछि मासु दिनकै पकाउनु पर्छ। यो गरेपछि चाहिँ यति धेरै चाहिँ बनाउनु पर्दैन भन्छु, तर यो एक दुई दिनमै सकिहाल्छ क्या। त्यो खाँदै गएपछि अचार त हुन्छ। पोर्क अचार रेडी भइसक्यो साथीहरू। हेर्नुहोस् मेरो पोर्क अचार। यो अब थोरै छ, यो बासी पताएर अब अचारसँग हाल्नु पर्यो। अचार बनाइसक्यो, अचार र माम खान लाग्छ। बट्टामा पनि हालिसक्यो। मेरो चाहिँ आयो पोर्क अचार मिठो भन्यो। तपाईँहरू यसरी नै ट्राई गर्नु होला। चाहन्छ भने मलाई सम्पर्क पनि गर्नु होला। बाइ बाइ साथीहरू।